गुड मर्निङ साथीहरु। फेरि म आज अर्को दिन पनि बराल्ने ड्युटीमा आएको। पुरा माटो हो। माटो यहाँबाट निकालेर लगेर गोबरमा मिक्स गर्छ। अनि गोबर र माटो मिलाएर बेच्ने गर्छ। म चाहिँ फेरि आज अर्को दिन पनि बराल्ने काममा आएको। ट्रकहरू निस्किन्छ। ट्रकहरू निस्क्यो भने माटो झारेर झर्छ। त्यो चाहिँ बराल्ने काम मेरो। त सरर रोडमा गाडीहरू आउँछ। भित्रबाट ट्रकहरू निस्केर यहाँ धुलो झार्यो भने मैले बरालेर फाल्ने मेरो ड्युटी चाहिँ यो लागेको छ। कोरियाको गाउँ हो। अरूको चाहिँ सबैको पात झर्दो रहेछ। यो रुखको चाहिँ पात नझर्दो रहेछ। अरू चिसोमा पनि पात नझर्छ। अरू चाहिँ पात झरेर किच्रिक्क परेको छ। यसको चाहिँ पात झर्दैन रहेछ। यो चाहिँ बस स्टप। सर्रा बसहरू यहाँ रोक्छ। बस स्टप त्यो चाहिँ लिस्टमा लेखेको छ कता कता जाने कता कताबाट आउने। मलाई चाहिँ पढ्न आउँदैन। यस्तै आफू इलिगल मान्छे। भिसा नभए पनि यस्तै हो। कोरियामा खासै डराउनु पर्दैन। चुपचाप लागेर काम गर्ने पनि केही पनि हुँदैन। 10-20 वर्ष जति बस्यो भने। म रोडमै छु त। समात्न आउँदैन कोही। कोरियाको गाउँ हुन्छ। पुरानो डिजाइन घरहरू यस्तो हुन्छ।